हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म खाना खाएको भिडियो हाल्दैछु। खानामा चाहिँ के छ भने यो चाहिँ गेडागुडीको झोल, अनि यसमा अलिकति यो माछाको अचार, यो गोलभेडाको अचार, अनि यसमा छ यो हो लोकल कुखुरा। अब म यो खाना खान स्टार्ट गर्छु। हजुरहरूले हेरेर साथ दिनुहोला, लाइक पनि गर्नुहोला, कमेन्ट पनि गर्नुहोला। म चाहिँ एक्लै छु खाना खाने बेलामा। अब सबैजना आफ्नो काममा, अब म चाहिँ काम नभएर घरै बस्नु भएर जस्तै हो। खाएला मिठो मिठो मिठोमा त्यस्तै अचार। अचारमा चाहिँ मैले पुदिनाहरू हालेर बनाएको, एकदम मिठो हुन्छ। पुदिना हाल्यो भने धनिया, पुदिना धेरै हाल्ने होइन, 4-5 पात हाल्ने, अनि मिठो हुन्छ। अनि यो चाहिँ हो माछाको अचार, मलाई एकदम मिठो लाग्छ। अनि बुढो ल्याइदिनु भएको, कहाँबाट ल्यायो मलाई थाहा छैन, तर एकदम मिठो छ माछाको अचार। एक बट्टा ल्याउनु भएको थियो सिधी खाएको, अब अलिक छ थोरै, एकदम मिठो। गाइस दिनलाई एक थाल भात, भातै मिठो है। तपाईँहरू चाहिँ के मिठो लाग्छ? म त अरू केही मिठो लाग्दैन, मलाई चाहिँ भातमा त खाना पाए नि हुन्थ्यो नि जस्तो हुन्छ। खाजा मैले भात, बिहान भात, बेलुका भात भने जस्तो एकदम मनपर्छ मलाई चाहिँ। हजुरहरूलाई के मनपर्छ? मलाई नपर्ने भने त केही छैन, तर धेरै इन्ट्रेस्ट लाग्ने खानेकुरा भनेर चाहिँ यही हो खाना।
एकदम मिठो हुन्छ ल त्योहरू खाए जस्तो ज्यान पनि छ है मेरो खाए जस्तो ज्यान पनि छ हेर्न सक्नुहुन्छ होइन एकदम मोटी छु म यम्मी लोकल कुखुरा हजुरहरूलाई चाहिँ मासुमा नि मटन मिठो लाग्छ कि चिकन मलाई चाहिँ दुवै मिठो लाग्छ तर धेरै चाहिँ मटनै मिठो लाग्छ तर यो मासु मैले बनाएँ भने मासु त सबै मेरो बुढोले बनाउने मलाई मासु बनाउनु आउँदैन मैले बनाए मासु मिठो नै हुँदैन छोरीहरू कसैलाई मिठो लाग्दैन मेरो बुढोले बनाए मासु एकदम मिठो हुन्छ मलाई चाहिँ मिठो लाग्छ खसीको मासु पनि मजाले पर भुटेर बनाउनुहुन्छ तर मलाई आउँदैन हेर्नु सिधो लोकल कुखुरा पनि खाना पनि सिधो सबैजनाले मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला लाइक गर्नु होला कमेन्ट गर्नु होला होइन अनि मैले भर खोले हो मलाई त्यस्तो भिडियो बनाउन आउँदैन क्या भिडियो बनाउन लाज लाग्छ अनि अब बाहिरले हुनुपर्छ भन्ने त बनाएन अब घरमा केही काम छैन छोरीहरूलाई उ गर्यो यताउति गर्यो खायो बस्यो अनि मैले चाहिँ घर बसिरहनुभन्दा यसो अब जमाना कहाँबाट पिसक्यो हामीलाई केही गर्न आउँदैन अनि मैले खाएको यताउतिको भिडियो बनाउँथेँ भनेर बनाएको मात्र हो होइन अनि कुनै दिन फेरि मन बाहिर भयो भने बाहिर त हुनु मन छैन अब जसले पनि चिन्छ युट्युबमा हालेपछि होइन त्यस्तो उ त हुन मन लाग्यो होइन अब घरमा बस्दा बस्दा अल्छी नि लाग्छ अनि काम पनि केही छैन अनि यस्तै भिडियो बनाउने ओर्ने बस्ने यही हो त्यही भएर भर्खर खोलेको छु सबैजनाले लाइक सब्सक्राइब कमेन्ट गर्नु होला मेरो भिडियो कस्तो लाग्छ अगाडिदेखि पछाडिसम्म हेर्नु होला मैले एडिट गर्न नि आउँदैन केही गर्न आउँदैन हजुरहरू सबैले जाने छ भने मलाई सिकाइदिनु होला कमेन्टमा आएर यसरी बनाउनु उसरी बनाउनु भनेर मैले जाने होइन त्यतिको जस्तो छ त्यस्तै अपलोड गरिदिनु मैले भिडियो काहीँ कराएको हुन्छ काहीँ चिच्चाएको हुन्छ अहिले त घरमा बच्चाहरू छैनन् स्कुल गए भएर हल्ला छैन नत्र हो हल्ला अलिअलि टिभी खोले यताउति गरेको आउँछ अनि मलाई त्यति उ गर्न नै आउँदैन सबैजनाले मेरो भिडियो हेरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गर्नु यसरी बनाउनुपर्छ यस्तो यस्तो भनेर गर्नु होला सपोर्ट गर्नु होला भनेर अहिलेलाई म जान चाहन्छु बाई बाई बाई